हेलो नमस्ते। आज राजनीतिक विषयवस्तु भन्दा पनि एउटा जानकारीमूलक विषय जुन विषयमा चाहिँ जुन क्षेत्रमा म विगत 2-3 वर्षदेखि निरन्तर काम गरिरहेको छु, त्यही क्षेत्रको एउटा सूचना एउटा जानकारी लिएर तपाईँहरुमाझ उपस्थित भएको छु। टाइम्स अफ इन्डियाले 2-3 दिन अगाडि एउटा समाचार प्रकाशित गरिएको थियो। त्यो चाहिँ 77औं वार्षिक सम्मेलन थियो इन्डियन साइकाट्रिक सोसाइटीको, हैन। त्यसमा चाहिँ एउटा कस्तो खालको एउटा रिपोर्ट आयो अथवा एउटा चाहिँ के पेश गरियो भन्दाखेरि पछिल्लो समय अथवा हिजो आज भनौं न मानसिक स्वास्थ्यका बिरामीहरू चाहिँ 35 वर्षभन्दा मुनिका जति पनि मानसिक स्वास्थ्यका बिरामीहरू हुनुहुन्छ इन्डियाको केसमा जति पनि मानसिक स्वास्थ्यका बिरामीहरू हुनुहुन्छ 60% चाहिँ 35 वर्ष मुनिका बिरामीहरू रहेको पाइएको छ, हैन। अनि यो हामीले पढ्दै गर्दाखेरि हिजो सरहरूले पढाउनु हुँदाखेरि अथवा हामीले पढ्दै गर्दाखेरि के थियो भन्दाखेरि चाहे त्यो मेन्टल इलनेस होस् अथवा त्यो फिजिकल इलनेस होस्, हैन, त्यो चाहिँ जति धेरै उमेर बढ्दै गयो अथवा 40 वर्षपछि अथवा 60 वर्षपछि अलि बढी हुने भन्ने थियो के। तर जुन अहिलेको कन्टेक्स्टमा त्यो चाहिँ उमेरलाई नै त्यति धेरै उमेरले खासै असर नगर्ने अवस्था देखिएको छ। जस्तै अब एडोलसेन्समा पनि त्यतिकै समस्या, त्यसपछि गएर एडोलसेन्स पछिको यङ एजमा अथवा युवा पुस्तामा पनि त्यति धेरै समस्याहरू देखिन थालिएको छ। तर कोभिड पछाडि त मानसिक स्वास्थ्य समस्या त यति धेरै बढिरहेको छ। अनि यसले अर्को कुरा के पनि भनेको छ भन्दाखेरि यो हुनुको यो अथवा यो के अरे अन्डर 35 नै अथवा 35 वर्षभन्दा मुनिका युवा पुस्तामा मानसिक स्वास्थ्य समस्या देखिनुको चाहिँ मुख्य कारणहरूमध्ये 4वटा कारणहरू यसले चाहिँ यहाँ भनेको छ। पहिलो कारण चाहिँ राइजिङ एकाडेमिक प्रेसर भनेको छ, भनेको विद्यार्थी जीवनमा, हैन, त्यसपछि असाइनमेन्टको प्रेसर, धेरैवटा सब्जेक्टहरु पढ्नेको प्रेसर, पास हुनुपर्ने प्रेसर, राम्रो रिजल्ट ल्याउनु पर्ने प्रेसर, हैन, लोकसेवामा नाम निकाल्नु पर्ने प्रेसर, हैन, स्कलरशिपमा नाम निकाल्नु पर्ने प्रेसरहरु, यो एकाडेमिक प्रेसर चाहिँ पहिलो नम्बरमा छ। त्यसपछि जब्स अनसेक्युरिटी, हैन, कामको सुनिश्चितता नै छैन, हैन। अब काम नभइन्जेल काम गरौँ जस्तो लाग्छ, काम गर्न थालिसकेपछि कहिले छोडौँ यो कति त्यसपछि गएर सिनियरको प्रेसरदेखि लिएर अनि त्यो म्यानेजमेन्टको प्रेसरहरु थ्याक्न नसकेर काम एकदम धेरै स्ट्रेस हुन्छ। अनि त्यो पनि भयो। अर्को कुरो अनि कहाँ के काम गर्ने, कस्तो काम गर्ने भन्ने कुरा पनि फिक्स हुँदैन। अब इन्डिया र नेपालको कन्टेक्स्टमा लगभग उस्तै नै हो। अनि अर्को छ कन्स्ट्यान्ट डिजिटल एक्सपोजर भनेको छ। त्यो भनेको चाहिँ तपाईले अधिकांश समय 24 घण्टामा 16 घण्टादेखि 18 घण्टासम्म चाहिँ डिजिटली सोशल मिडियामा अथवा डिजिटल प्लेटफर्ममा तपाईले समय व्यतीत गर्नुभयो भने त्यसले गर्दाखेरि पनि मेन्टल इलनेसहरु अथवा मानसिक स्वास्थ्यको समस्याहरू देखिएको भन्ने कुरो छ। अर्को भनेको लोनलीनेस एन्ड सोशल आइसोलेसन। हामी एक्लो रुममा बस्न रुचाउने अथवा एक्लै बस्ने अथवा तपाईको चाहिँ परिवारसँग चाहिँ परिवार सदस्यहरूसँग कुराकानी नगर्ने, साथीभाइसँग चाहिँ जमघट नहुने, हैन, एक्लै खाली एक्लो चाहिँ डिजिटल प्लेटफर्ममा आफ्नो समय बिताउने, त्यो खालको हाम्रो जीवनशैली भएको कारणले गर्दाखेरि पनि युवा पुस्तामा नै मानसिक स्वास्थ्यको समस्या देखिएको भन्ने यो 4वटा मुख्य कुराहरू छन्। यो बाहेक अरू कुराहरू पनि छन्, तर 4वटा मुख्य कुराहरू चाहिँ त्यो कन्फरेन्सले ल्याएको थियो। यसमध्ये पनि मेन्टल इलनेसमा धेरैवटा प्रकारका इलनेसहरू छन्, समस्याहरू छन्। त्यो समस्याहरूमध्ये पनि पहिलो नम्बरमा एङ्जाइटी डिसअर्डर चाहिँ पहिलो नम्बरमा छ, एङ्जाइटी डिसअर्डर। त्यसपछि गएर डिप्रेसन, त्यसपछि सब्स्टेन्स युज डिसअर्डर अनि बिहेभियरल डिसअर्डर भनेको 4वटा मुख्य डिसअर्डरहरू चाहिँ अथवा मुख्य समस्याहरू चाहिँ युवा पुस्तामा अथवा अन्डर 35 वर्ष मुनिका युवा पुस्ताहरूमा देखिएको भन्ने कुरो छ। अनि यो कुराहरूलाई चाहिँ यो देखिनुमा अथवा यो नेपालको कन्टेक्स्टमा हेर्दै गर्दाखेरि पनि यही समस्याहरू देखिरहेको छ। मैले त्यति लामो एक्सपिरियन्स अथवा मैले पनि त्यति सबै कुरामा अथवा सबैतिर चाहिँ मैले पनि त्यति धेरै अनुभव लिन पाइसकेको छैन। तर मेरो अनुभवले जति मैले काम गरेको छु समुदायसँग, त्यसपछि विद्यार्थीसँग, टिचरसँग, हैन, कलेजहरुमा, स्कुलहरुमा जति कार्यक्रमहरु गरिरहेको छु, जुन हिसाबले मैले काम गरिरहेको छु, त्यसमा पनि एउटा समस्या के छ भन्दाखेरि हामी सुरुवाती दिनहरुमा त्यसलाई एकदम धेरै इग्नोर गर्छौं। सामान्य समस्याहरू देखिँदै गर्दाखेरि यो ठिक भइहाल्छ अथवा
यसलाई चाहिँ खासै त्यति हामी सिरियसली लिँदैनौँ। हामी कतिखेर चाहिँ कन्ट्याक्टमा पुग्छौँ भन्दाखेरि जब त्यो समस्या एकदमै धेरै गाह्रो भएर त्यो समस्याको चाहिँ सिभियर स्टेजमा पुगेर औषधि नै चलाउनु पर्ने, रिहाबमै राख्नुपर्ने भइसकेपछि मात्र बल्ल हामी साइकोसोसल सपोर्ट खोज्छौँ कि। त्यसले गर्दाखेरि नि के हुन्छ भने हाम्रो समाजमा अथवा हाम्रो देशमा चाहिँ मानसिक स्वास्थ्यको समस्या झन् धेरै बढ्दै जान्छ। हामी समय नै उपचार नखोज्ने अथवा समयमा त्यसको बारेमा जानकारी नलिने, समय नै सचेत नहुने अथवा हाम्रो जीवनशैली परिवर्तन गर्नतिर नलाग्दाखेरि पनि त्यसले एकदम धेरै समस्याहरू देखिएको छ पछिल्लो समय। त्यो भएको हिसाबले तपाईँले यति जानकारी गराए आज यहाँसम्म सुनिदिनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद।